Welcome and welcome back to my YouTube channel. Ra, as I'm a bit excited, right? So I just want to say something. And के हो भन्दाखेरि चाहिँ लाइक मैले इन्स्टाग्राममा फ्यु डेज अगो एउटा अमेजनमा अर्डर गरेको सामान देखाएको थिएँ मैले है। अन्त कतिजनाले त्यसमा चाहिँ म्याक्सिममले मलाई गिटार र गिटारको प्रोसेसर भन्दै थियो है। अन्त कतिजना साथीहरूलाई चाहिँ मेरो अब के अर्डर गरेको छु त्यो चाहिँ थाहा थियो र फाइनली टुडे त्यो चाहिँ मेरो हातमा छ है। सो हुन त अब यो कुरोमा म त्यस्तो लगभग एक्सपिरियन्स पनि छैन है। लाइक आई जस्ट वान्ट टु लर्न हैन। अन्त अब कुछ नयाँ कुरो सिक्ने र अब बुझ्ने कोसिस है। मेरो फर्स्ट अब सेटअप स्टार्टिङ फ्रम दिस लाइक यो चाहिँ हो सेलेस्ट्रोनको के होला यो भन्दाखेरि यो चाहिँ सेलेस्ट्रोनको टेलिस्कोप हो है। यो चाहिँ अमेजनबाट अघि दिउँसो आएको लाइक मेरो भाइकोमा थियो र आज मेरो अलिकति कामले गर्दाखेरि चाहिँ अलिकति ढिलो भयो र अनबक्सिङ चाहिँ म यति बेला गर्दैछु है। अब कति बज्यो होला यति बेला 9 बज्न आँट्यो है। यति बेलातिर मैले अनबक्सिङ गर्दैछु। कति भन्दाखेरि इट्स 9:37 हो र अनबक्सिङ गर्दैछु। मलाई घाँटी अलिकति असुविधा भएको जस्तो भइरहेछ कि सो म यो अनबक्सिङ चाहिँ क्विकली अनबक्सिङ गरेर देखाउँछु है। सो मेरो साथीभाइहरूले चाहिँ म्याक्सिममले चाहिँ मैले गिटार मगाएको भनेर सोचेको रहेछ क्या। अन्त कतिजनाले गिटार प्रोसेसर थियो, कतिजनाले हेलमेट्स थियो है। अन्त लाइक मैले के चाहिँ अर्डर गरेको थिएँ भन्दाखेरि चाहिँ लाइक के होला यो चाहिँ भन्दा यो चाहिँ हो सेलेस्ट्रोनको टेलिस्कोप हो। यहाँनिर दिएको छ है ट्राभलस्कोप 70 यसमा देख्न सक्नुहुन्छ है। यो चाहिँ 70 mm को चाहिँ कम्प्याटेबल टेलिस्कोप हो। लाइक अब हामी स्टार गेजिङहरूको लागि युज गर्ने है। अन्त हुन त म अब यो सब कुरामा त्यस्तो फ्रेन्डली त छुइनँ बट स्टिल आई जस्ट वान्ट टु लर्न समथिङ हुन्छ नि। अब एउटा नयाँ कुरो चाहिँ सिक्ने है। किनभने अब हामीले सानोदेखिकै अब तारा त देख्थ्यौँ है। सो कुन चाहिँ तारा के हो त्यो कुरो हामीलाई अब त्यस्तो डरलाग्दो थाहा छैन है। अब सिधै भन्नुमा भने सो यस्तोको चाहिँ मलाई अलिकति अब जिज्ञासा थियो क्या। अब लाइक अब के होला कस्तो होला होइन। त्यहाँदेखि मैले एक दुईवटा अब इन्स्टाग्राममा हेर्दै जाँदै थिएँ होइन। त्यति बेला चाहिँ मैले यो एस्ट्रोनोमीको विषयमा अलिकति हेर्न थालेँ क्या, देख्न थालेँ क्या। त्यहाँदेखिको चाहिँ मलाई अब हुनु त सानोमै अब पहिल्यैदेखिको अब इन्ट्रेस्ट चाहिँ अलिकति लाग्थ्यो अब टेलिस्कोप किन्ने। तर अब टेलिस्कोप अब कम्ती दामको आउँदैन है। अब एज यु अल नो अब अलिकति एक्सपेन्सिभै हुन्छ है। लाइक अब यो चाहिँ मेरो त्यस्तो महँगो पनि होइन। अब यो चाहिँ मैले किन लिएको भन्दाखेरि चाहिँ अब खासमा चाहिँ मेरो चाहिँ अब एउटा प्लान छ अब कि सेलेस्ट्रोनकै एउटा अलिकति राम्रो खालको टेलिस्कोप लिने, एकपल्ट लिन्छु राम्रो लिन्छु भन्ने थियो। तर के भयो भन्दाखेरि मैले अब धेरै रिसर्चहरू गरेँ भने यसको विषयमा धेरै खोजिनीति गर्दाखेरि चाहिँ के पाएँ भन्दाखेरि चाहिँ अब स्टार्टिङ चाहिँ एउटा नर्मली किनभने हामीले आइप्रिसको अब कस्तो हुन्छ के हुन्छ यो सब कुराहरू अलिकति याद गर्नुपर्ने कुरा हुँदो रहेछ है। सो त्यसले गर्दाखेरि चाहिँ अलिकति अब प्र्याक्टिस पनि हुन्छ भनेर चाहिँ मैले यो ट्राभलस्कोप 70 लिएको मैले है। सो यसबाट चाहिँ अलिकति सिकेर चाहिँ त्यहाँदेखिको उपरान्त चाहिँ अब फर्दर होइन अब योभन्दा अलिक राम्रो खालके चाहिँ लिने भनेर चाहिँ सोचेको। किनभने अब फर्स्ट एकैचोटि ठुलो ल्याएर अब चलाउनु जानिनँ भने के गर्नु अब है। सो त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ अलिकति अब कम्ती रेन्जको लिएर चाहिँ फर्दर चाहिँ अलिकति हायर रेन्जमा चाहिँ अब बढाउनु सक्छु है। सो त्यसले गर्दाखेरि चाहिँ मैले सेलेस्ट्रोनको चाहिँ ट्राभलस्कोप 70 लिएको। आज मात्रै आएको, अघि दिउँसै आएको हुनु त। सो यसलाई म क्विकली अनबक्सिङ गरेर यसको म देखाउँछु है। सो फाइनली यो ट्राभलस्कोप चाहिँ मेरो हातमा आयो है। सो लेट्स गेट अनबक्स्ड फुल्ली।
यो चाहिँ हो ट्राइपोड है। यसको यो तीनटा खोलिसकेपछि चाहिँ आफ्टर यो सबैलाई हाइटमा ल्याउन सक्छौँ। लाइक अलिकति हाइट चाहिँ अलगै छ यसको है। लगभग मेरो हिसाबमा हेर्दा 3.5-4 फिटहरू जस्तो कि त्यस्तो। म 5.5 छु भने लगभग 3.5-4 फिटहरू छ जस्तो क्या। तर यसको चाहिँ मलाई अलिकति क्वालिटी चाहिँ एकदमै राम्रो छ। तर अलिकति यो हल्लिने के त्यो वोब्लिङ हुने चाहिँ अलिकति चान्सेस लाग्यो मलाई क्या। सो त्यसले गर्दाखेरि ट्राइपोड चाहिँ सायद म अर्को युज गर्छु होला। यो भयो ट्राइपोड। सो दिस इज द मेन टेलिस्कोप। यो चाहिँ 70 mm टेलिस्कोप हो। अन्त यसको चाहिँ यहाँ छ क्याप। यहाँनिर चाहिँ डायगोनल लगाउनु पर्यो। लाइक यसको यो नट लुज गरेर चाहिँ लाइक फोकस चाहिँ यहाँबाट मेन्टेन गर्न सक्छौँ है। मैले यहाँबाट दामी देख्दै नि झन् क्लियर देख्दै है। सो यसरी हेर्ने चाहिँ होइन यो। अन्तखेरि यसमा चाहिँ यहाँनिर एउटा वार्निङ दिएको छ पछाडि वार्निङ। लाइक घाम चाहिँ डाइरेक्टली हेर्नु हुँदैन किनभने सोलर एनर्जी हो। सो त्यसले गर्दाखेरि आँखा चाहिँ ड्यामेज हुने चान्सेस हुन्छ है। लाइक अब यसले इन्स्ट्यान्टली यो टेलिस्कोप पनि बिग्रिन्छ प्लस तपाईँको आँखा पनि जानु सक्छ है। अब सो त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ उयो दिएको रहेछ यसले। यो चाहिँ हो फाइन्डर स्कोप। अन्त यो चाहिँ यहाँ छ फाइन्डर स्कोप। सो यहाँबाट हेरेर चाहिँ त्यसमा चाहिँ टक्क यहाँनिर यसलाई चाहिँ अलिकति माथि तल गर्न सक्छौँ क्या हामीले अब हो। सो यहाँबाट चाहिँ अलिकति मिलाउनु गर्नु सक्नुपर्छ हो। टक्क यो क्रस हुन्छ त्यो बिचको फाइन्डमा चाहिँ टक्क राखेपछि चाहिँ यसले चाहिँ सजिलो गरिदिन्छ क्या। अब टक्कै पोइन्ट गर्नु चाहिँ। सो यो चाहिँ हो फाइन्डर स्कोप। सो यो पनि सबै लुज रहेछ र अब यसलाई चाहिँ हामीले अब अलाइन गर्दै पछि अब जोड्दै जानु पर्यो है। सो वान अफ द थिङ इज डायगोनल। यो चाहिँ डायगोनल हो। चाहिँ हाम्रो टेलिस्कोप भयो है। सो टेलिस्कोपमा चाहिँ यहाँनिर डायगोनल हाल्नुपर्छ क्या। सो यो डायगोनल चाहिँ यहाँ टक्कै अब यसको स्क्रुजहरू चाहिँ अनस्क्रू गर्नु पर्यो पहिला। यो हराउनु चाहिँ भएन। यो चाहिँ एउटा डायगोनल। सो यो चाहिँ यहाँनिर फिट हुन्छ। सो बादमा गएर हामीले यसले चाहिँ अब माथि तल गरेर कतिको भ्यू कतिको जुम गर्न सक्छ त्यो अब अब्जेक्टलाई क्लियरहरू गर्नु चाहिँ यसले काम गर्छ क्या। हुन त म पनि आम भेरी न्यू है। आज मैले फर्स्ट टाइम अब यो सामान है। सो अब फर्दर हेर्दै जाउँ है कतिको हुने हो। अब यसमा चाहिँ आइपिस जुन चाहिँ आउँछ त्यो आइपिस चाहिँ यसमा जानुपर्छ क्या। सो एकपल्ट म माउन्ट चाहिँ गरेर देखाउँछु है। फाइनली मैले यो सेटअप गरिसकेँ है। र अब यसको भ्यू चाहिँ कस्तो हुन्छ केही थाहा छैन मलाई होइन। सो अब अहिले चाहिँ होइन अब म यो यसको भिडियो बनाएर म फेरि यसमा एड गर्छु। म चाहिँ घरको बाहिर छु है। घरबाट भ्यू चाहिँ अलिकति यस्तो त देख्दैन तर अब यता साइड चाहिँ अलिकति अब मारेबुङमा चाहिँ डल्लै देख्छ है। र मैले अहिले भर्खर गर्दाखेरि चाहिँ यस्तो तान्दैन होला कि यो अब्जेक्टलाई चाहिँ मैले अब उयसमा चाहिँ ट्राई गरेँ है। र यसको भ्यू चाहिँ कस्तो भयो भनिदिँदाखेरि चाहिँ त्यो चाहिँ अब चाहिँ हेर्नुहोस् ल कस्तो अब ट्राई गर्छु हुन्छ कि हुँदैन। यसमा क्लियर भ्यू छ तर मेरो एडाप्टर छैन र त्यस्तो देखेको छैन है।
मैले यो मेरो यसबाट चाहिँ देख्दैछु तर एज अफ मैले यो चाहिँ देखाउन सकिनँ किन मेरो फोन एडाप्टर छैन र म सुनर अब ट्राई गर्छु है फोन एडाप्टर मगाएर देखाउने है त्यति बेला चाहिँ यहाँको होइन यो चाहिँ मैले आज फर्स्ट ट्रायल मात्रै गरेको सो नेक्स्ट टाइम चाहिँ म क्लियर भ्यू देखाउने छु है मेरो म यसबाट चाहिँ देख्दैछु मैले चाहिँ कि That's all for today. Thank you for watching. So if you are new to my channel, please like, share and subscribe to my channel and don't forget to click the bell icon below.